हेलो साथीहरू, फेरि पनि तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ है। र आज चाहिँ म घाँसमा आइरहेको छु। देख्न सक्नुहुन्छ डोको पनि छ है। त म घाँसमा आइरहेको छु हैन। अन्त पछि गाईलाई घाँस काट्नु आएको। अन्त घाँस चाहिँ यति बेसी छ, कहाँ काटौँ भयो। बिहानको वेदर चाहिँ यस्तो चाहिँ शीतल छ हैन। त म घाँस चाहिँ कहाँ काट्छु भनेर देखाउँदैछु ल। घाँस चाहिँ म यहाँ काट्छु हैन। अन्त अहिले मेरो तपाईहरुलाई बारी पुगेर देखाउने छु। मेरो चाहिँ नि हैन बारी पनि पुगिसक्यो हैन। अन्त म चाहिँ एकछिन बिसाको, पुरा गर्मी भयो नि त। अन्त एकछिन बिसाको हैन। मेरो बारी चाहिँ यहाँ छ, देख्न सक्नुहुन्छ तपाईहरुले। अब चाहिँ यसरी हैन घाँस ल्याएर पनि यहाँ गाईहरुलाई हालिदिसकेको छु। यहाँ खाँदैछ गाईहरुले घाँस। यहाँ चाहिँ यसको बच्चाले खाँदैछ। आज चाहिँ हैन हाम्रो यहाँको अदुवाबारीको झार उखाल्नु छ हैन। अन्त यहाँ एक डेङ्गी अस्ति बाबाले गोड्नु भएको थियो। अन्त अब यहाँ आउँदिको गोड्नु चाहिँ हेर्नुस्, झार चाहिँ कत्रो भएको छ। फेरि हिजो बेलुकाको पानी र हावाले सबै झारहरू पनि बिचमा लडाइरहेको छ हैन। अब हामी चाहिँ छिटो खाना खाएर चाहिँ यहाँ झार उखाल्नु आउँछौँ। अन्त एकजना आन्टी भन्नाले मामु होला, खेतला बोलाइरहनु भएको छ। हेरिदिँदै गर्नुहोस् होला आजको मेरो भिडियो। फेरि यहाँ खसीहरूलाई घाँस हाले हैन। अन्त हाम्रो चाहिँ खसीहरू बेसी छैन, यो दुईटा छ हैन। यहाँ एउटा छ, हाम्रो चाहिँ तीनटा मात्रै छ खसीहरू हैन, बेसी छैन। यति नै हो। अब चाहिँ म एकछिन रेस्ट गर्छु, पुरा थाके। आजको नजारा चाहिँ यस्तो चाहिँ हाम्रो यतातिर चाहिँ बिहान यो चाहिँ 7:15 तिरको नजारा है। अब अहिले मात्रै यस्तो छ हैन। अब 10 बजी चाहिँ गएपछि त यस्तो डरलाग्दो घाम लाग्छ नि, यस्तो दामी भइरहेछ। हेर्नुस् न, यता चाहिँ बर्मेकहरू पर्छ। आमाहरू चाहिँ अघि नै जानुभएको छ अदुवा गोड्नु हैन। अन्त र अब चाहिँ म पनि जान्छु, तपाईहरुलाई देखाउने छु को हुनुहुन्छ। यहाँ भोलि चाहिँ अदुवा गोड्नु थाल्नु भइसक्यो साथीहरू। हामीले चाहिँ हैन अदुवा गोडेर यहाँसम्म, ऊ परदेखि चाहिँ यहाँसम्म चाहिँ ल्याइपुऱ्याएको छौँ हैन। अब यहाँदेखि चाहिँ परसम्म नै गोड्नु छ। अन्त अहिले चाहिँ हामी चाहिँ पुरा गर्मी भयो नि त। अन्त पानी खानुको लागि बिसाएको छौँ। हेरिदिँदै गर्नुहोस् होला त्योहरू। हामी चाहिँ हैन तलको दुईटा गरा सकेर अहिले चाहिँ यो अर्को माथिल्लो गरामा आएको छौँ हैन। त आज चाहिँ एकदमै राम्रो शीतल दिन भएको छ। अघि दिउँसो चाहिँ पुरा घाम लागिरहेको थियो हैन। अन्त अहिले चाहिँ पुरा शीतल भइरहेको छ एकदमै। यहाँ चाहिँ झार उखाल्नु हुँदैछ, बाबा यहाँ हुनुहुन्छ। झार चाहिँ यसरी पुरा लडेको छ हाम्रो चाहिँ। हामीले चाहिँ हैन यहाँ आधीसम्म चाहिँ गोडिसक्यौँ र आधी अब छ है, थुप्रै छ अझै गोड्नु त। अन्त हामीले यहाँसम्म चाहिँ गोड्यौँ र अब अरू त भोलि बाबा आमाहरूले गोड्नुहुन्छ होला। भोलि त म कलेज जानुपर्ने छ है। अन्त अब छुट्टीको बेलामा मात्रै होला। अन्त आजको लागि चाहिँ यति नै भयो। थ्याङ्क यू, बाई बाई।